हेलो साथीहरु, आज चाहिँ हाम्रो यहाँ पछाडि तपाईले देख्नुहुँदैछ नि, आमा सज धज के रेडी है भाई। हम भी नयाँ नयाँ ड्रेस पहन के खड़ा है। पछाडि हेर्नुस् न मेरो यहाँनिर यो यस्तो डेकोरेसन छ। यहाँ अलिकति फोटो हल्का म मारिदिइहाल्छु, फोटो खिच्ने जग्गा छ। किन भन्दाखेरि चाहिँ आज हाम्रो यहाँ प्रिन्सिपल म्यामको रिटायर लाइफ आजदेखि स्टार्ट हुनुभएको छ। हुन चाहिँ अस्ति हुनुभएको थियो, अनि हामीले अस्ति पनि हामीलाई उहाँलाई ग्रान्ड बिदाई दिएको थियौँ भनेदेखिको आज पनि उहाँलाई हामीले अझै चित्त बुझेन क्यौ। उहाँलाई एकदम राम्रो प्रकारले बिदाई दिने भनेर हामीले उहाँलाई फेरि इन्भाइट गरेको छौँ आजको दिनमा। अनि किन भन्नुहुन्छ भने चाहिँ यो चाहिँ धेरै अफिसरहरूले पनि सिक्ने कुरा हो क्यौ। उहाँ जब हाम्रो एनटिसीको प्रिन्सिपल म्याम भएर आउनुभयो, उहाँ म्याडम हुनु भएन, उहाँ अफसर हुनु भएन क्यौ। एउटा आमा जस्तो भएर हामीलाई गाइड गर्नुभयो। कसैको काहीँ केही अलिकति गल्ती भएमा उहाँले आमा जस्तो भएर सम्झाउनु भयो, अनि हामी सबैले मान्यौँ। अनि उहाँले हामीसँग 4 वर्ष हामीसँग रहनुभयो। उहाँले एकदम आमाको माया दिनुभयो क्यौ। अनि उहाँ आजदेखि रिटायर लाइफ जानु हुँदैछ। उहाँलाई धेरै धेरै रिटायर लाइफको शुभकामना छ हैन। उहाँ मजाले अब इन्जोय गर्नुहुन्छ। इन्जोय गर्नुहोस् म्याम, मजाले घुम्नुहोस् हैन। कति ड्युटीमा खट्नुभयो, कति टेन्सनमा बस्नुभयो म्याम।